नेपालमा पहिलोपटक विक्रम सम्वत 1984 मा चन्द्रशमशेरको पालामा रेल सेवा सुचारु भएको थियो। यो रेल भारतको रक्सलदेखि नेपालको अम्लेखगञ्जसम्म 39 किलोमिटर लामो थियो। यसको मुख्य उद्देश्य तराईको काठ भारतसम्म पुर्याउनु र भारतबाट सामान नेपालभित्र हुन्थ्यो। अहिले यो देशको आर्थिक विकास र नागरिकको सुविधाका लागि अपरिहार्य बनेको छ। विक्रम सम्वत 1994 मा जुद्धशमशेरको पालामा धनुषाको जनकपुरबाट भारतको जयनगरसम्म नेपाल जनकपुर रेलवे सेवा सुचारु भयो। सुरुमा यो पनि काठ ओसार्नका लागि बनेको थियो, तर पछि सर्वसाधारणका लागि यात्रुवाहक सेवा बन्यो। यसको 10 वर्षपछि मात्र जनकपुर जयनगर रेल सञ्चालनमा आयो। त्यति बेला यी रेलहरू कोइला र बाफबाट चल्थे, तर विडम्बना समयसँगै यी सेवाहरू बन्द हुँदै गएर हामी रेलमा पछाडि पर्यौँ। धेरै वर्षको पर्खाइपछि अहिले जयनगरदेखि बिजुलपुरसम्म आधुनिक ब्रेड गेजको रेल सञ्चालनमा छ। यो रेलले धनुषा र महोत्तरीका बासिन्दालाई निकै सजिलो बनाएको छ। यसबारे वीरगञ्ज र विराटनगरमा भारतसँग जोडिएका औद्योगिक रेल मार्ग पनि सञ्चालनमा छन्, जसले व्यापारमा ठुलो मद्दत पुर्याइरहेको छ। अब कुरा गरौँ नेपालको रेल मार्गको भविष्यको बारेमा। नेपाल सरकारले पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणमा तीव्रता देखाइरहेको छ। अर्कोतिर उत्तरबाट चीन र दक्षिणबाट भारतले काठमाडौँसम्म रेल ल्याउन सक्न अब केवल कागजमा मात्र सीमित छ। पेरू काठमाडौँ र रक्सौल काठमाडौँ रेलमार्गले नेपाललाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बनाउन सक्छ। रेल आएपछि नेपालको मुहार फेरिनेछ भन्नेमा दुई मत नै छैन, तर कामको गति भने अझै बढाउनु जरुरी छ। तपाईँलाई के लाग्छ? हामी कहिलेसम्म काठमाडौँमा रेल चढेर हिँड्न पाउँछ? आफ्नो विचार अब कमेन्ट गर्नुहोला। भिडियो मन परेमा च्यानल सब्स्क्राइब गर्नुहोला।